परमेश्वरको लागि हेर्नुहोस् तपाईँहरूले होइन एकदमै लामो लाइन छ पर Okay guys, you can see है हामी चाहिँ यहाँ तल पुगिसकेका छौं र we are here. Yes, we are ready. यहाँ तल चाहिँ हामी जानुपर्ने हो र त्यहाँबाट चाहिँ ग्रुप बनिसकेपछि चाहिँ हामी फेरि यहाँदेखि उकालो लाग्नु पर्दछ बाइ फुट र त्यसको दृश्यहरू तपाईलाई देखाउने छु भन्दै क्लाइमेट तपाईले हेर्न सक्नुहुन्छ एकदम दामी एकदम लभली द च्याट हो ल त गाइस we are here and सबैजना चाहिँ एकदम रेडी भइसकेको छ हो कतापट्टि छिटो आऊ है छिटो आऊ अघि चाहिँ गर्दैन सबैजना झर्दै छ हो यो चाहिँ झर्दै छ भन्ने हालिन्छ म त्यस्तो हेलो गाइस हामी जान आँटेको गाइस भन्यौ न पनि हेलो गाइस हामी जान आँटेको कहाँ र्यालीमा यहाँदेखि केको र्यालीमा स्टार सन्डेको स्टार सन्डे व्हाट काइन्ड अफ अझै त भन्नु पर्यो त तिमीले पब्लिक चाहन्छ के भनेको खुसी मनाउनुको लागि चाहिँ हामी यहाँबाट र्याली गरेर 5 मिनटसम्म जान्छ होला आइरहेको सो वी आर रियली एक्साइटेड कमेन्टमा आउँछ फेरि र्याली चाहिँ प्रपरली भनेन नि त के भने तिमी भन त हामी र्याली किन गर्दैछौँ माचो A few moments later. मलाई मात्रै कहाँ निकाल्दिएको त Now we are going guys है आजको दिन चाहिँ एकदम है त पनि नि त आजको दिन चाहिँ के दिन आउनुहोस् भो आजको दिन के दिन आज चाहिँ येशू ख्रीष्ट पुनरुत्थान हुनुभएका दिन हो अनि हर्ष उल्लासको दिन हो अनि हामी जय जयकार गाउँदै उहाँको नामलाई उचाल्दै हामी यहाँ र्याली हिँड्दैछौँ पीस र्याली बोलो यीशु मसीह की जय फिर से बोलो यीशु मसीह की जय आमेन सबैजना पछाडि आउँदैछ हामी अगाडि पनि जाँदैछौँ हो बतासैले पुरै लगेछ त्यसको माया सम्हाल्दैछु पुरै लगेछ त्यसको माया सम्हाल्दैछु आज चाहिँ रिजरेक्सन डे अनि हामी यता र्याली आइरहेको छौँ हेलो मान्छेले हेरिरहेको छ हतारमा छौँ अहिले हामी हतारमा छौँ मलाई त गाडी पनि येशू मसीह की जय
हामी यता मणिपाल काट्यौँ मणिपाल काटिरह्यौँ यता चाहिँ सबसे भन्दा यता चाहिँ दामी सिनेरी छ भ्यू दामी छ है दादा यता चाहिँ भ्यू दामी छ है ल त गाइस अहिले भने चाहिँ हामीहरू एकदम आधी बाटो त भइसकेको छ है र यु क्यान सी द भ्युज है र कस्तो के छ होइन र पछाडि देख्नुहुँदैछ तपाईँले तपाईँ पढ्न सक्नुहुन्छ है र अझै पनि आउनुहुँदैछ पछाडिबाट र हामी पनि जान्दैछौँ हो र यु क्यान सी द अल पब्लिक्स र त्यही हो गाइस मेरो बहिनी आज होइन क्यामेराम्यान भएको छ परमेश्वरको लागि उहाँले दिनु मलाई विजय मेरो सबै शत्रुहरूमाथि केही भन्नु चाहनुहुन्छ तपाईँ र अहिले चाहिँ हामी आधी टर्निङमा आइपुगेको छौँ र हेर्नुहोस् यहाँनिर आधी यहाँसम्म आइपुगिसकेको छ हो र हेर्नुहोस् तपाईँहरूले होइन एकदमै लामो लाइन छ पर अलमोस्ट आधी बाटो हामीले के भन्छ उयो गरिसक्यौँ हो ट्राभल गरिसक्यौँ र यहाँनिर चाहिँ यसो घाँटीभित्रको लागि चिसोहरू दिँदै रहेछ है र अब हामी जाँदैछौँ त्यहाँनिर लिनको लागि चाहिँ जय मसी जय मसी जय मसी जय मसी जय मसी मैले भनेको नि तपाईँलाई द लाइन इज एन्डलेस भने जस्तो भइदिएछ आज चाहिँ तर क्या मैले त्यसरी हिँडिरहेको छु र पनि क्या अब म पर पुगिहालेँ म त्यहाँनिर ओके यहाँनिर रहेछ गाइस र त्यही हो गाइस अझै पनि आउनु बाँकी छ थुप्रै हो र all are enjoying क्या by the way एकदम enjoying तपाईँलाई के भन्नु होइन मेरो ग्रुप चाहिँ पर छ जय मसी मुसे हजुर हुँदैछ मैले हेमन पनि देखेको थिएँ नि त अघि क्या देखेको चाहिँ थिएँ कि त्यो तपाईँको सानो त्यो एमके दाजुको भाइले चाहिँ चिने कि म त ग्रुपमा देख्नै छैन हो हुन्छ हजुर गाइस गएको
मेरो गाउँ के ग्रुप संसार के कोने कोने में गूंज रहा है यीशु का नाम। Now guys, our program is end है। It's time to open our box जो चाहिँ अब हामीलाई चाहिँ अब यसो होइन अब शारीरिक कुराहरूमा अब अलिकति यस्तो थाकेको छ भनेर भोकाएको छ भनेर चाहिँ हामीलाई दिएको चर्च कमिटी तर्फबाट भाइ खोला Let's unbox What guys. is Unbox हैन। inside your लाभा निकाल्यो। ओके के रहेछ भाइ देखा त खै यो के हुन्छ के भन्छ यसलाई के Muffin हो। मोपिन केक रहेछ प्याटी रहेछ चिकन Patty। प्याटी वाउ चिकन प्याटी अन्त यो कचौडी रहेछ। कचौडी हैन भाइ तर कचौडी हो। तब तक लागि हेर्नुस् मिस्टर युसेकिम ब्लग लाइभ एन्ड गुड बाई टेक केयर तपाईहरु सबैजनालाई एन्ड वन्स अगेन ह्याप्पी इस्टर सन्डे